यो बुद्ध जयन्तीको अवसरमा आज भेला भएर हामीले कार्यक्रम सम्पन्न गरेका छौँ। बातमा साथ मिलिरहेको छ। फेरि पनि यस्तै यो शान्तिको सन्देश उद्धार गर्ने यो हाम्रो गुम्बालाई जग्गादाता हामीहरूले यहाँ भेला पारेका छौँ। उहाँले जग्गा दिनुभएको छ। जग्गादातालाई मेरो तर्फबाट, वडाको तर्फबाट र सम्पूर्ण यो गुम्बाका सहभागी मित्रहरूको पनि तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै पनि फेरि अरूले पनि हामीहरूले जग्गा उपलब्ध गराउनु पाए हुन्थ्यो भन्ने आशा पनि राख्दछौँ। हुनु त जति पनि गायककारहरूले पछि भविष्यमा कहीँ केही त्यसले सन्देश दिन्छ है भनेर गीत पनि गाउँछन्। क्या र कला र गला नभए पनि सुनिरहेका छौँ। फेरि पनि लुम्बनी बुद्ध जन्माइदेऊ भनेर गीत गाएका छन् कलाकार मित्रज्यूहरूले। त्यस्तै हामीहरूले पनि यिनै बुद्ध जन्मे जस्तै शान्ति पाएर उपलब्ध होस् भन्ने हामी आग्रह गर्छौँ। र तन मन धन दिएर भन्दा पनि हामीहरूको मनको धनी भएर मनको विचार खुसी लिएर सदा सर्वदा यस्तै गर्नु पाऊँ र यसै गरौँ र यो सम्पन्न होस् भन्ने पनि धारणा राख्दै फेरि पनि भेट्ने बाचा गर्दै हाम्रो यस्तो कार्यक्रममा सबैको सुरमा ताल मिलाएर विचार अघि बढाएर हामीहरूले काम गर्यौँ भने केही पनि अड्किँदैन भन्ने पनि म भावना व्यक्त गर्दै आजको यो हाम्रो शान्तिको सन्देश प्रचार गर्ने दिन भएको हुँदा जन्म र मृत्यु एकै दिन पाएको विचारलाई अघि बढाउने, सम्पूर्णको चेतना र भावना बढाउने लक्ष्य लिँदै र त्यो कुरालाई हामीहरूले मनमा सम्झिँदै हामी अघि बढौँ भन्दै मेरो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद।